Your time starts. अचम्म व्यक्ति हो युवा, अपार शक्ति हो युवा, विराट शब्द हो युवा, अनंत अर्थ हो युवा। युवा उठे समाजमा, समाज बन्छ सुन्दर। युवा जुटे जहाँ जहाँ नदी बन्छ सागर। युवा जुटे जहाँ जहाँ नदी बन्छ सागर। धन्यवाद उद्घोषक महोदय। आजको यस सभालाई चाञ्चल्यमान बनाइरहनुभएका श्रद्धेय सभाध्यक्ष महोदय, आफ्नो अमूल्य समय खर्चेर यस मञ्चमा आसीन हुनुभएका विशिष्ट अतिथि एवं अतिथिज्यूहरू, हाम्रो मस्तिष्कलाई तौल्नका लागि कलम रूपी तराजु लिएर तम्त्याए निर्णायकज्यूहरू, मसँगै प्रगतिको पथतिर लम्किरहनुभएका मेरा प्रतिस्पर्धी साथीहरू र यहाँ उपस्थित सम्पूर्ण जेसिस मन लगायत नन जेसिस मनहरूमा म विराटनगर जुनियर जेसिसकी प्रतिनिधित्व जुनियर जेसी अङ्किता निरौलाको तर्फबाट स्वीकार्नुहोस् जेसिसमाई नमन। Empowering change inspires action भन्ने आजको यस वक्तृत्व कला प्रतियोगिताको शीर्षकमा आफ्नो मनमा उठेका मतरेणीहरूको पोको खोल्ने अनुमति चाहन्छु। सर्वप्रथम त कुरा गरौँ परिवर्तन भनेको के हो। परिवर्तन शब्द सुन्दा सरल लागे पनि अर्थ कठिन रहेको छ। परिवर्तन भन्नाले कुनै कुरा, सोच, व्यवहार, प्रणाली वा वातावरणमा समयसँगै हुने सकारात्मक वा नकारात्मक रूपान्तरण हो। अर्थात् पछिल्लो समयदेखि चलिआएको कुरामा समयसँगै केही बदलाव आउनु। जस्तै कि मानिसको व्यवहारमा हुने सुधार, समाजमा हुने सुधार, प्रविधिमा हुने वृद्धि र प्रकृतिमा हुने परिवर्तन आदि। परिवर्तनको माग हरेक व्यक्ति, हरेक पुस्तामा हुन्छ, तर परिवर्तनलाई वास्तविकतामा बदल्ने शक्ति भने केवल उनीहरूमा हुन्छ जो बोल्दछन्, जो उभिदछन् र जसले डरलाई भन्दा पनि सत्यलाई ठुलो मान्दछन्। उदाहरणको क्रममा हेर्ने हो भने महोदय, हालसालै नेपालमा भएको जेजी आन्दोलन, जुन परिवर्तनको क्रान्तिले आज नेपालमा अर्को इतिहासको पाना रचेको छ, जुन परिवर्तनको क्रान्तिले आज एउटा कुरा स्पष्ट बनाएको छ कि परिवर्तन केवल नीतिमा, कागजमा वा भाषणमा मात्र सीमित हुने कुरा होइन। परिवर्तन भनेको उभिन सक्ने हिम्मत हो, अन्याय विरुद्ध बोल्ने आवाज हो र देशलाई राम्रो र समृद्ध बनाउन चाहने साना तर प्रभावकारी कदमहरू हो। तर महोदय, आजको समयमा हामीलाई परिवर्तन सशक्त बनाएर मात्र पर्याप्त छैन। हामीलाई आवश्यक छ प्रेरणादायी कार्य गर्न। प्रेरणादायी कार्य भनेको यस्तो कार्य हो जसले समाजलाई उज्यालोतर्फ ढकेल्छ, यस्तो कार्य हो जसले आफूलाई र अरूलाई सकारात्मक कदम चाल्न प्रोत्साहित गर्दछ। उदाहरणको क्रममा हेर्ने हो भने कुनै गाउँका विद्यार्थी र स्थानीय युवाहरू मिलेर गाउँ सरसफाई अभियान सञ्चालन गरे र त्यस सरसफाई अभियानमा गाउँ त सफा भयो नै, तर अन्य गाउँका मानिसहरू पनि त्यस अभियानमा सहभागी हुन प्रेरित भए। त्यसैले त भन्ने गरिन्छ नि महोदय, एक थुकी सुकी हजार थुकी नदी। यी भनाइहरू, यी उदाहरणहरूले हामीलाई सिकाउँछन् कि साना कदमले पनि अरूलाई प्रेरित गर्न सकिन्छ र ठुला परिवर्तनको सुरुवात गर्न सकिन्छ। यही साहस, यही सक्रियताले परिवर्तनलाई सशक्त बनाउँछ र यही सशक्त परिवर्तनले अरूलाई प्रेरित गर्छ अघि बढ्न, गलत विरुद्ध बोल्न र सही पक्षमा उभिन। आजको समयमा महोदय, हामी प्रत्येक व्यक्तिसँग परिवर्तन ल्याउने क्षमता छ। कसैले समुदायमा हातेमालो गरेर त कसैले अध्ययन र सिप मार्फत भविष्य उज्यालो बनाएर। परिवर्तन कहिले पनि एकल व्यक्तिको मात्र शक्ति हुँदैन। परिवर्तन भनेको सामूहिक आवाज हो, सामूहिक कदम हो र सामूहिक सङ्कल्प हो। यदि हामी युवा पुस्ता सतर्क भएर अघि बढ्यो भने, आत्मविश्वासी र जिम्मेवारी भएर अघि बढ्यो भने हाम्रा यी आवाजहरू आवाज मात्र नभएर प्रेरणाका स्रोत हुन्छन्। हाम्रा यी कदमहरू कदम मात्र नभएर प्रभावकारी कदम हुन्छन् र हामी युवा पुस्ताले इतिहास बदल्न सक्षम हुन्छौँ। त्यसैले जब हामी आफूलाई सशक्त बनाउँछौँ तब मात्र हामी अरूलाई प्रेरित गर्न सक्षम हुन्छौँ। अन्त्यमा आउनुहोस्, हामी सम्पूर्ण जेसिस परिवारहरू आज सङ्कल्प गरौँ कि हामी परिवर्तन खोज्ने मात्र होइन, परिवर्तन बनाउने बनौँ। हामी प्रेरणा माग्ने मात्र होइन, प्रेरणा बन्ने बनौँ। धन्यवाद। जय जेसी, जय जेसी, जय जेसी।